उता इजरायल र इरानमा भएको युद्धले चाहिँ नेपालमा यतिसम्म प्रभावित बनाएको छ कि होइन, अब तेलै नआउने जस्तो कुरा भइरहेछ। तेल नआउने भइसकेपछि त अब यसो अलिअलि त जतन गर्नु पऱ्यो, जोगाउनु त पऱ्यो, पठाउ त गर्नु पऱ्यो। अनि त्यो गर्नुलाई चाहिँ यतिखेर पेट्रोल पम्पमा जाने हो भने चाहिँ 100-200 जना एउटै पेट्रोल पम्पमा बसेका हुन्छन् मान्छेहरू। म चाहिँ 1.5 घन्टा जस्तो कुरेर लिएर आएको एक फुल ट्याङ्की। त्यो ल्याएर चाहिँ मैले बाइकमा लाएर बाइकबाट यसरी झिकेर लिएर चाहिँ यसरी जुगाड गरेर राखिरहेको छु। त्यो चाहिँ मजाले जस 2-3 दिन चाहिँ पुग्छ, 3-4 दिन चाहिँ यति तेलले पुग्छ भन्ने हिसाबले चाहिँ यसरी बाइकमा ल्याएर यसरी चाहिँ राख्ने भन्ने प्लान गरिरहेको छु। कतिको काम दिन्छ यो प्लानले, कति दिन पुग्छ, यस्तै छ जिन्दगी। तेल जोगाउने प्रयास कतिको उपयुक्त हुन्छ। अब तेल आयो भने चाहिँ खासै काम लागेन, तेल बन्द भयो भने चाहिँ यति गरेको थोरै दिन भयो भने पुग्छ, काम लाग्छ भन्ने हिसाबले यसरी चाहिँ बाइकमा ल्याएर यसरी लुकाएर यसरी राख्नुपर्ने छ। यसरी राखिसकेपछि चाहिँ यसो 2-4 दिन ढुक्कले बाइक कुदाउनु पाइन्छ क्या। त्यही हो, प्रायः सबैले यसै गरिरहेको होलान्, कतिले गरेछन् कतिले गरेनन्। तेल भएन भने त फेरि बिजोग हुन्छ काठमाडौँमा पठाउ गरेर खानलाई। त्यही भएर यति आइडिया लगाएको, कतिको काम लाग्छ। जस मलाई चाहिँ काम लाग्ला नि जस्तो लागिरहेछ।